नमस्कार, अहिले तपाईं हेर्दै हुनुहुन्छ प्रजापति नलेज। आजको यो भिडियोमा चाहिँ एनसेलले ल्याएको फ्री 10 रुपैयाँको क्यासब्याक कसरी लिन सकिन्छ त आउनुहोस् यस भिडियोमा यही कुरा सिकौला। यसको लागि तपाईले सबभन्दा पहिले एनसेल एप डाउनलोड गरेको हुनुपर्छ। डाउनलोड गरिसकेपछि रजिस्टर गरेको हुनुपर्छ। रजिस्टर गरिसकेपछि हेर्न सक्नुहुन्छ यस्तो इन्टरफेस तपाईको पनि बताउँछ। अब त्यो फ्री 10 रुपैयाँको क्यासब्याक लिनको लागि तपाईले पैक्समा चाहिँ क्लिक गर्नु होला। त्यसपछि चाहिँ बेस्ट अफरमा चाहिँ क्लिक गर्नु होला। यता साइडमा हेर्न सक्नुहुन्छ बेस्ट अफरको अप्सन रहेको छ, यसमा चाहिँ क्लिक गर्नु होला। अब चाहिँ हेर्न सक्नुहुन्छ दोस्रो नम्बरमा रहेको छ RS 99 को अनलिमिटेड मिनेट्स अल नेपाल भोइस 7 दिनको लागि अनि फ्री RS 10 क्यासब्याक यहाँ लेखिरहेको छ। यसमा चाहिँ लिनको लागि तपाईले यो प्याक लिनुपर्छ। यो प्याक लिनुभयो भने तपाईले फ्रीमा 10 रुपैयाँको क्यासब्याक पाउन सक्नुहुन्छ। अनि प्याक लिनको लागि यो बाईमा क्लिक गर्नु होला। त्यसपछि पे बाई ब्यालेन्स अथवा पे अनलाइन पनि राख्न सक्नुहुन्छ। अनि ब्यालेन्स छ भने ब्यालेन्स गर्न सक्नुहुन्छ। अनि अर्को चाहिँ ई सेवा खल्तीमा छ भने बैंक अकाउन्टमा छ भने यो पे अनलाइन गर्न सक्नुहुन्छ। अनि कन्फर्म गरेर तपाईले यो क्यासब्याक लिन सक्नुहुन्छ। म आशा गर्छु कि यो भिडियो तपाईलाई राम्रो लाग्यो। यो भिडियो राम्रो लाग्यो भने भिडियोलाई लाइक गरी हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला। थ्यांक्स फर वाचिङ दिस भिडियो। जय नेपाल।